हेलो साथीहरू, आज चाहिँ म इजभिजको H6C Pro 2K क्यामेरा अनबक्सिङ गर्दैछु। तपाईहरु देख्न सक्नुहुनेछ, यो क्यामेरा म अनबक्सिङ गरेर देखाउँदैछु। क्यामेराको माथिल्लो भागमा एउटा सानो बक्सा हुने रहेछ। त्यहाँ भन्दा मुनि चाहिँ यो क्यामेराको म्यानुअल छ। त्यहाँ भन्दा मुनि क्यामेरा छ भने क्यामेरा यस्तो खालको छ, हेर्न सक्नुहुनेछ। यो क्यामेरा एकदमै राम्रो छ। एउटा दुईटा मात्रै क्यामेरा राख्छु, मोबाइलबाट कन्ट्रोल गर्छु, मोबाइलबाट हेर्छु, दुवै साइडको साउन्ड सुन्ने बोल्ने गर्छु भन्नुहुन्छ नि यो क्यामेरा एकदमै राम्रो छ। साउन्ड क्वालिटी पनि राम्रो छ, पिक्चर क्वालिटी पनि राम्रो छ। अब तपाईहरुलाई म चाहिँ यसमा के सामान आउँछ त भनेर देखाउँदैछु। यो बक्सा भित्र लामो खालको लामो वायर भएको टाइप सी को केबल रहेछ, डक पनि छ। त्यसपछि अरु के छ भनेर हामी फेरि हेर्छौं। त्यसपछि यसको क्यामेरा स्ट्यान्ड छ, क्यामेरा फिक्स गर्नको लागि भने यो क्यामेरामा लगाउनको लागि स्क्रु पनि छ। यो क्यामेरा एकदमै राम्रो छ। हजुरहरुलाई चाहिन्छ भने युज गर्न सक्नुहुनेछ। लाइक सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। धन्यवाद।